नमस्ते। आज हामी बुढाबुढी मेची आँखा अस्पताल घुम्न आएका छौँ। यो चाहिँ हाम्रो बिता अस्पताल बितामोड। बुढीको आँखा खराब भएर हामी घुम्न आएको। यहाँ यति राम्रो पार्क बनाएको छ, अहिले घुमौँ लाग्ने। यो मेची आँखा अस्पतालको वरिपरि कम्पाउन्डमा यत्रो ठुलो पार्क छ, यति रमाइलो छ। बुढी चाहिँ हाई गर्दैछ। यसलाई हाई गरेको निन्द्रा लागेर हाई गरेको हो कि। आँखा अस्पताल यस्तो छ बितामोड नगरपालिकाको मेची आँखा अस्पताल। जहिल्यै भिडभाड हुन्छ। आज हाम्रो पनि आँखा चेकअप गर्न लागेका थियौँ, अनि यसो पार्कतिर पनि भिडियो बनाइदिउँ कि भनेर घुम्दैछौँ। बुढी पछि आउँदैछ। यस्तो गर्मी भइसक्यो। आँखा अस्पताल वरिपरिको एरिया हो हाम्रो साइनिङ मोड। यस्तो राम्रो छ पार्क, घुमौँ लाग्ने। आज धेरै दिन पछाडि आएको हेर्नलाई। यता वरिपरि चारैतिर बिरुवाहरू हुर्किराखेका छन्। गर्मीको पनि प्रभाव नगरिकन हामी पार्क घुम्दैछौँ। यस्तो दामी हरियाली छ पार्क पनि, हेरौँ लाग्ने। गाई जस्तै छ आँखा अस्पताल बितामोडको। यस्तो छ वरिपरि पार्कै पार्क। हिँड्दैछ हिँड्दै अस्पताल वरिपरिको पार्क। अनि घर छेउमा छ भने यहाँ धेरै दिन पछाडि आएर भिडियो बनाउँदैछु। फुर्सदै बितामोड मेची आँखा अस्पताल। थ्याङ्क यू गाइज, आजलाई यति नै। अब घरतिर लाग्ने, एकदमै गर्मी भयो। बाई बाई।